Hello everyone, welcome to my blog. I hope सबजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी न्यू जर्सीको हिन्दू टेम्पल जाँदै छौं र त्यहाँको दृश्यहरू, त्यहाँको मन्दिर कस्तो रहेछ हजुरहरुलाई म देखाउने नै छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला भन्दै आजको ब्लग म सुरु गर्न गइरहेको छु। कीप वाचिङ है त। सो अहिले भन्छ हामी जाँदै छौं बाटोमा। मेरो हस्बेन्ड चाहिँ यता गाडी कुदाउँदै हुनुहुन्छ। हाम्रो घरदेखि चाहिँ 2-2.5 घण्टाको बाटो रहेछ। अहिले भन्छ हामी बाटोमा जाँदैछौँ। एकदमै हरियाली भएको छ अहिले चाहिँ। पलाएर एकदमै हरियाली भएको छ भनौँ न पलाएर। मौसम पनि आज ठिकैको छ नि। साक्षात हेलो हेलो भनिदिनुहोस्। हेलो भनिदिनु है। नमस्ते गरेको भाइले। भाइ गुड छ भाइलाई। यता आमा र माल दिदी बस्नु भएको छ। गुड। हाई गर्नु छिटो छिटो। हाई हाई भाइ ठिक छ। गुड। मम्मीलाई गुड गरेर देखाइदिनुहोस् त। मम्मीलाई गुड गरेर देखाइदिनुहोस् न। निकाल्नु हुँदैन निकाल्नु हुँदैन। नो 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 हुँदैन। अहिले पुलिसले लान्छ नि फेरि पुलिसले। खै गुड भनिदिनु भाइ। गुड गरिदिनु त गुड गरिदिनु त ल। यस्तो गुड गरिदिनु त। यो हावा सरर 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 उड्दैछ। यो बादल लुके छपे गर्दैछ। अहिले भने चाहिँ हामी यहाँ रेस्ट एरियामा बिसाएर बसिरहेको छौँ। हाम्रो त्यहाँ कान्छा देवरहरू चाहिँ अब नानीको यसो डाइफरहरू चेन्ज गर्दै हुनुहुन्छ देवर देवरानीहरू चाहिँ। अनि हामी चाहिँ यहाँ बसिरहेको छौँ। साक्षात हेलो। को चाहिँ साक्षात। अब चाहिँ हामी बाटो लाग्दैछौँ। कान्छा देवरको गाडी अगाडि अगाडि हिँड्नु भयो। मैले सिट बेल्ट लगाएको छैन क्या। अब लाउँछु म।
हामी बाटोमै छौँ। बाबुको गाडी अगाडि छ, हामी पछाडि छौँ। अझै 44 मिनट रहेछ नि अझै। कस्तो हुँदैछ त दाजु? ए ठिकै छ, बिस्तारै अब चलाउनु होला। अब धेरै छैन हैन। 43 मिनट्स अब। हो र। राम्रो भइरहेछ, शीतल भइरहेछ। अब धेरै छैन हामी घुम्नको लागि। छोरा पनि अहिले चाहिँ निदाएछ। बुबु आधी आएछ, आधी त्यहीँ छ, मजाले निदाइरहेछ। मालदिदी पनि मालदिदी सुत्नु भएको रहेछ, आमा चाहिँ हेरिरहनु भएको रहेछ। यदि हजुरहरूलाई हाम्रो भिडियो मन परेमा कृपया लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। ल सो अहिले भने चाहिँ हामी रेस एरियातिर जाँदैछौँ। हामी चाहिँ रेस एरिया आइपुगेको अवस्था। Turn left. Wow. Then सानो उठ्नु भयो? निन पाको भाइको? पाको? गुड भनिदिनु नि त ल।
गुड खै गुड गरेर देखाइदिएको अनि गुड हो लभ यु खै लभ यु गरिदिनु भएको अनि खै हातले गरिदिनु भएको हातले खै त नि देखाइदिनु भएको ल हार्ट बनाएर देखाइदिनु त भाइ हार्ट हार्ट खै अनि आँखा सन्काएर देखाइदिएको हाम्रो भाइले आमा खतरा चाहिँ छोरा भर्खर सुतेर उठेको छ मेरो छोरा है हाई मेरो चाहिँ अहिले फेसमा एकदमै घाउ भएर चाहिँ दाग बसिरहेको छ कस्तो देखिरहेको होला के गर्नु यस्तै हो मान्छेको जीवनमा उतार चढावहरू आउँछ ठिकै छ जस्तै भने आफूले आफूलाई राम्रो सोच्नुपर्छ अनि राम्रो सोच विचार लिएर हिँड्नुपर्छ हैन मान्छे अब राम्रो नराम्रोमा भन्दा पनि अब सोच विचारमा फरक पर्छ त्यही हो ल है अब भने चाहिँ हामी स्वामीनारायण मन्दिरको नजिक आइपुग्यौँ है हेलो आलोक आलोक यहाँ पायो नि किन्नु हेलो आलोक तर शीतल आएर छ हाय 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 गरेको उता फर्क्यो साक्षेत हाय 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 गर्नु आलोक हाय हेलो हाय गरेको घामले टल्किरहेछ हामी चाहिँ पार्किङमा आइपुग्यौँ हजुर दादा भन्नु हामी चाहिँ पार्किङमा आइसकेको छौँ अहिले चाहिँ हेलो भाइ टुटु हेलो हेलो बेबी हेलो गर्मीले बिचारा सबैजना मन्दिरको लागि रेडी काका कस्तो लाग्दैछ आज अब यो मन्दिरको पोसा छैन बाहिर घाम तापिरहेको छु होइन
मन्दिरको मान्छेले यसले चाहिँ आज निकै सहयोग गर्छ क्या भने जस्तो छ यहाँ हेर्दा हो। अब हेरौँ उहाँ पुगेर कस्तो के तर मान्छे त यहाँ त खालि इन्डियनहरू बेसी आउँछ नि त किनभने अब इन्डियनले बनाएको हो नि त यो त्यही भएर 10 रुपियाँ दिँदा पनि थुप्रो उठ्छ नि। हामी चाहिँ अहिले कान्छा देवर चाहिँ फोटो खिच्दै हुनुहुन्छ। मन्दिरतिर जाँदैछौँ। हामी चाहिँ फाइनली मन्दिरमा आइपुगेको छौँ। एकदमै राम्रो रहेछ मन्दिर। एकदमै राम्रो देखाउँछ। हो त को कहाँ जाने हो न छोराहरू अगाडि अगाडि आमा मालदिदी बाबु हिमा वाउ कति राम्रो। सो अहिले चाहिँ सबैजना हैन गर्मीले एकदमै थकित भएर चाहिँ बिसाइरहेको अवस्था। साह्रै घाम हो आम्मा डुल्न नसक्ने छ। भीमा चाहिँ यहाँ बेबीलाई यहाँ सिरियल के अरे राइस फिडिङ गराउँदै लिटो होइन नेपालीमा भन्नुपर्दा लिटो सिरियल मेरो छोराले चाहिँ मोबाइल मागेको अवस्था। हात जोडी जोडी मागिरहन्छ नि। एकदमै गर्मी। यहाँ मन्दिरमा आउँदा चाहिँ कि बिहान कि बेलुका आउनुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ। यो दिउँसो चाहिँ एकदमै घाम त्यो गर्दा चाहिँ फोटो खिच्नु होइन भिडियो गर्नु चाहिँ एकदमै अप्ठ्यारो। किन भन्दा घाम यताबाट आउँदैछ। अब यताको अब लोकेसनमा चाहिँ खिच्नुपर्ने हुन्छ नि। मन्दिर यता छ तर घामले गर्दा चाहिँ फोटो खिच्दै नपाउने रहेछ। हामी चाहिँ यहाँ अहिले बिसाएर बसिरहेको छौँ। अब एकछिन घाम गए पछाडि चाहिँ फोटोहरू खिच्ने यसो भिडियो सिडियो गर्ने मन्दिर डुल्ने भन्दैछौँ। कृपया हेर्दै गर्नु होला। ए भाइ मस्किँदैछ अगाएर। हेलो
ए आमा बेबी त अगाएर मस्किँदैछ हे टुटु ए हेट हेट आमा अब कान्छा देवर चाहिँ नानी बोक्न रेडी हो नि त ए भाइ हाय हाय मुस्कानै बित्छ कान्छा छोराको उडाउने हावा आयो है उडाउने मेरो पेपरहरू कोही चाहिँ यो चाहिँ यहाँ मन्दिरको नक्सा हो म्याप हो यो ए इन्डियाको इन्डियन ओसियन ए कस्तो मजाले बनाएको नि हेलो फेरि यतै आयो माटो खेल्नु अब कुटा खायो सो अहिले चाहिँ यहाँ हाम्रो कान्छा कान्छीले चटपटे बनाउँदैछ नेपाली हो त्यही त पाक त हो तर अर्कै खालको क्या गेमहरू खेल्ने खालको रहेछ हामीलाई चाहिएको यसो बस्ने खालको के गर्नु बिजोग छ है हाम्रो यहाँ माल दिदी हुनुहुन्छ यहाँ हाम्रो छोराहरू खेल्दैछन् यता सबैले हाई गरिदिनु यहाँ दुईजनाले लु हाई गर्नु छिटो हाई गर्नु माटो खेल्नु हतार हेर अर्को सानो छोरा यहाँ बसिरहेको छ हाँस्दै मुस्काउँदै है है ठिक छ सानो ठिक छ ऊहरू कान्छा नि मुसुक्क मुस्काइदिन्छ है ठिक हाई 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 हेलो सानो मान्छे जी हजुर एकदमै भोक लागेको अवस्था छ अहिले चटपटे बनिरहेको छ अब चाहिँ हामी चटपटेहरू खाएर अनि त्यहाँदेखि चाहिँ फेरि हामी मन्दिर जान्छौँ घुम्नको लागि अघि चाहिँ हामीले घाम भएर घुम्न सकेनौँ अब चाहिँ गएर यसो भ्रमण गर्छौँ खाजा खान आँटेको अवस्था हाम्रो आजको खाजा है यो चाहिँ एकदमै बिजोग छ हाम्रो यहाँ पानी अरे हावा चलेर नि पुरा गाडीमा छेकेर खाइरहेको छौँ हामी अब दिदी यस्तो छ आजको खाजा खाजा खाएको अवस्था एकदमै बिजोग छ है हावा चलेर पुरा दिदी र म चाहिँ यहाँ खाजा खाँदैछौँ कपाल पनि बिग्रिसक्यो हेर्नु नि यहाँ कस्तो छ सो अहिले भने चाहिँ हामी मन्दिरतिर जाँदैछौँ बल्ल चाहिँ शीतल भएर हामी अघि चाहिँ पार्क गयौँ एकछिन पार्क गएर चाहिँ खाजासाजा खाएर अनि अब चाहिँ मन्दिर डुल्न जाँदैछौँ महाराज
महाराजी भन्छ खालि अघि बिहान पनि यहाँ आएर बसेको होइन कागज ल हिँड छिटो हिँड होइन ल भाइ चस्मा चाहिँ लाउँछ कि त्यसले आँखा नदेख्दा चाहिँ फेरि यसो तल तारेर आउँछ हामी चाहिँ अहिले मन्दिरभित्र जाँदैछौँ बेलुका बेलुकाको समय भएको छ एकदमै शीतल मौसम भएको छ सबैजना फोटो खिच्न भिडियो गर्न व्यस्त हुनुहुन्छ त्यो चाहिँ मेन गेट रहेछ यहाँभित्र पस्ने ठाउँको यो मन्दिरमा चाहिँ धेरै जसो इन्डियन पिपलहरू चाहिँ आउनु हुँदो रहेछ यो मन्दिर पनि इन्डियाले बनाएको इन्डियनले बनाएको भनौँ न Wow. राम्रो छ हामी चाहिँ अहिले भित्र प्रवेश गर्दैछौँ
यो चाहिँ हामी मन्दिरभित्र प्रवेश गरिसकेको छौँ। हजुर हजुर यता चाहिँ रेस्टुरेन्ट रहेछ। हामी चाहिँ फाइनली मन्दिरभित्र मेन ठाउँमा आइपुगेका छौँ। अहिले चाहिँ हामी यहाँ मन्दिरतिर घुमिरहेको छौँ। एकदमै राम्रो दृश्य रहेछ। सेम लाइक इन्डियाको राम मन्दिर छ नि त्यस्तै खालकै। Let's go, bye. Come on. Anya.
अब भने चाहिँ हामी घरतिर जान लाग्दैछौँ। अब चाहिँ यहाँ क्लोज हुन आँट्यो मन्दिर। रातिको देखिरहेको छ। भित्र चाहिँ फोटो भिडियो गर्न नदिँदो रहेछ अनि त्यही भएर मैले गरिनँ। बाहिर मात्रै गरिरहेको छु। मेन मन्दिर चाहिँ यही हो। अहिले भने चाहिँ हामी मन्दिर बाहिर आइसकेको छौँ। साँझ परिसकेको छ। यो चाहिँ अब मन्दिर बाहिरको दृश्य हो। र आजको ब्लग कस्तो लाग्यो हजुरहरूले हेरेर कमेन्ट गरिदिनु होला र साथै मेरो च्यानललाई लाइक र सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको ब्लग चाहिँ म इन्ड गर्न गइरहेको छु। फेरि नेक्स्ट ब्लगमा भेट्ने बाचाका साथ आजको लागि चाहिँ म हजुरहरूबाट बिदा हुन चाहन्छु। बाई बाई, सी यू नेक्स्ट ब्लग।